सर रविन्द्र सरले रिनोभेट गर्नुभएको सिमेन्टेड घर अहिले हेर्दाखेरिमा केही नेपालको पहिलो सिमेन्टेड घर। टोनी हेगन आउँदाखेरिमा बनेको भने त नेपालको पहिलो सिमेन्टेड घर रहेछ हैन। यहाँ रहेछ नि त कथा सबै। वान अफ द फर्स्ट सिमेन्ट बिल्डिङ इन नेपाल। हो यति कथा हेरिसक्यो त सिद्धिहाल्यो नि, धेरै बोल्नै नपर्ने रहेछ। यसलाई चाहिँ रविन्द्र सरले पुरै रिनोभेट गरेर कति अगाडि रिनोभेट गर्नुभएको छ? रेसिडेन्सियल घरै हो नि यो अहिले रेसिडेन्सियल घरै हो।